बस्नुपर्ने म चाहिँ नसुतिकन कुर्नुपर्छ तैँले अच्छा कुर्नु मेरो माइतीमा दाइले भाउजूलाई कति माया गर्नुहुन्छ मैले तँलाई माया गर्दैन यत्रो घर जोडिदिएको छ सम्पत्ति जोडिदिएको छ तेरो माइतीले तँलाई के गर्यो पैसा छ पैसा बुझिस् अब त अति भयो जहिले जान खाएर आउने जान खाएर मैले बुक्क बिरायो भने कमाएको सम्पत्ति सबै उपचार गरेर सिकाउने अनि कमाएको चाहिँ आउँछ बस सक्यो मेरो सक्यो तँलाई के मतलब दुःख गर्ने म कमाएर ल्याउने म तपाईँ उत्तरपट्टि लगाएर खाएपछि पढ्ने किन के गर्नु बदल सक्यो महाभारत मेरो पढाइदेखि सक्यो बाबामा कुरा गरेर होला पुग्नु बोल्यो कस्तो नुन हाल्यो दालमा के गरेर पकाएको तिमी साथी तिमी हाल्नु के भयो किन कराइरहनु भयो के पिरो हाल्यो खाना नुकसान गरेर पनि पिरो हाल्ने दालमा हेरेर नुन चर्को छ के गरेर पकाएको तिमीले मैले हालेकै छैन त्यति बढी मलाई मार्न खोजेको बुढोको माया गर्दैन तिमीले जहिले पनि जाँड खायो भने आएको अबेला आयो भने आएको पाउनु भएन मेरो त्यो तरिका हुन्छ नि यो कहाँ पिरो हाल्नु म सधैँ पकाइरहने मान्छेले थाहा हुँदैन पिरो भएर पिरो भने नुनले भएर नुनको भने अब मैले हालेकै छुइनँ त कसरी हालेँ भन्नु त अनि ए तिमी हालेकै छैन भन्छ होइन मैले भने मानिलो होइन तिमी ल तिमी नै खाऊ उही त हो बुवाको सधैँको झगडा के तनाव लिएर गइसक्यो होला हिँड्छौ यस्तो तनाव लिनु हुँदैन नि आइज